हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। हामी यस्तो जाँदैछौँ मावला माइत यो मावला जाँदैछौँ हामी। यसो गर्दै आज अटो नआएर हामी यसरी हिँड्दैछौँ साथीहरू। अटो आएन, यो फेरि मेरो पछि लाएर आएको क्या आज। यस्तो छ हाम्रो अवस्था चाहिँ। अटो आज किन आउँदै आएन क्या, सबै गर्न थालिसक्यो होला। यसरी हिँड्दैछौँ हामी रोडमा। हामी नजिकै छौँ, हिँड्दै पनि जान सक्ने छौँ है साथीहरू। हिँड्दा थाक्यौँ आज। खै अटो भन्ने कुरो ट्याक्कै आएन। पुगिन्छ जस्तो लाग्यो। अटो खोज्दै माइत पुगिन्छ जस्तै छ है आज। यस्तो छ हालत हाम्रो। खै अटो भन्ने कुरो नजिक भएको फाइदा आउँदैन, हिँड्न पर्छ। आधी बाटो हिँडिसक्यौँ, अब आधी बाटो छ अनि यस्तो हिँड्ने हो हामी। जङ्गल छ, बाइक मात्रै आउँछन्, अटो आउनन् साथीहरू। गाह्रो हो, मलाई गाह्रो छ यसरी हिँड्दै जाँदा। यस्तो जङ्गलको बाटो, साथी लिएर आएको छोरोलाई एक्लै स्यास्या भयो है आज हिँड्दाखेरि त। कस्तो माइत भनेपछि त जति टाढा नि हिँडिन्छ के। जङ्गल हिँड्दैछौँ हामी त आज त। यस्तो छ। त्यो भाइ हामीलाई छोडेर उठ्न पुगिसकेछन्। कति छिटो पुग्यो भनेपछि हामी किन सुस्त हिँडेको। हामी फटाफट हिँडौँ है त। अटो आउने भन्ने कुरो त्यो त्यसरी पछाडि हिँड्ने हो। यस्तो छ हेर्नु है, यो चौर कस्तो आनन्दको हो। गाह्रो हो साथीहरू, गाह्रो हो यो। पहिला हामी यही बाटो कति हिँड्यौँ है। अहिले यही बाटो हिँड्नका लागि कस्तो दुःख हुने, गाह्रो हुने छ अवस्था हाम्रो। यस्तो छ साथीहरू, के भन्नु र खै धोका दिनेलाई। साथीहरू यस्तो छ, ब्याक गराइदिनु। यसमा ब्याग हुने रहन्छ, मिल्ने रहन्छ। यसमा ब्याग हुने मिल्ने रहन्छ क्या। जस्तो कालो मान्छे नि गोरो देखाइदिएर आए ल आउँदा न हुनै त छ। अनि कहाँ अफ हुने त अनि छोराले भिडियो गरेको म त। बाटो पनि खाली है। बाटो खाली यता देख्नु, यता कस्तो जङ्गल छ कि। हामी जाने बाटोमा हेर्नु है साथीहरू। मसान घाट है। पहिला मसान घाट थियो, अहिले के बनाछन् यिनीहरू। यस्तो छ है साथीहरू जङ्गलहरू। यहाँ पुल आयो है, पुल साथीहरू आइसक्यौँ है। अब हामी फाइनल्ली, अब अलिकति छ। हामी हिँडेको भइसक्यो 1 घन्टा जति। झन्डा देख्दा नि कस्तो माया लाग्छ है। नेपालको झन्डा देख्दा नि हेर्नु न कति माया लाग्छ। यसरी हिँड्दैछौँ, के गर्ने साथीहरू। आज अटो कुर्दा नपाइएर अनि हिँड्यौँ। आउला बाटोमा चढौँला भनेर हिँड्यौँ, तर पाइएन। हामीले चिनेको अटोको पनि नम्बर छैन। अनि भयो
नम्बर भए त फोन गरिदिन्थ्यो। कस्तो गाउँ पाके छ गाउँ कति छोराले गीत गाएको छोराले गीत गाएको कि छोराले गीत गाएको हामी यसरी हिँड्दैछौँ जङ्गल जङ्गल यस्तो शीतल छ ल हामी चाहिँ आउन थाल्यौँ है हामी आउन थाल्यौँ यस्तो बाटो हिँड्दैछौँ हामी अब फाइनल्ली आइसक्यो है यति फाइनल्ली साथीहरू आइसक्यो हामी माइत यसरी हेर्दैछन् मेरा भदैनीहरूले नमस्ते ठुली गेला नमस्ते नमस्ते ल भाग्यमानी भएस बल्ल ढोकिदिन्छस् नमस्ते म आइसकेँ ठुली गरा नमस्ते गरा त ल आइयो साथीहरू अटो नपाएर हिँड्दै 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 आयौँ है भन्दै बाई बाई अब हामी खान्छौँ हामी बस्छौँ हामी घुम्छौँ